What's up family? It's me Yogesh Pandari in 2026. आज हामी मिम रियाक्सन गरिरहेको छौँ र मसँग छ हाम्रो सानो डियर र म भएर मिम रियाक्सन गर्न गइरहेको छौँ ल I will try to upload video more and more, try to be confident हैन. So if you like this video, please like, share, subscribe. If you don't like the video, just enjoy it, okay? You don't have to like, but please do comment. Let's go guys. कस्तो लागिरहेछ सुरुचोटी बिहे गर्दा? अब जेलमा बाँधियो। ओए तामाङ राई कुन दाइ हो ट्रु भन्दै त राईहरूले त कसम भनेको ट्रु भन्दा कहिले झुट बोल्दैन क्या त्यसैले गाइस बिहे गर्नु हुँदैन यार कसम भनेको जेलमा बाँधिन्छ र आँखामा पीडा हेर उ मान्छेको आँखामा पीडा देखिरहेको छ यो मान्छेको किन गरेको त यार जेलर हो तपाईँ? केटीलाई चाटा फेरि मान्छेले को हो फेरि किन खुसी छैन त बिहेमा? भयो त किन भनेको त उही मान्छेले खुसी छु भन्नु सक्यो त अब घरमा राति गएर तोबिहाल्छ केटीले बिहेमा किन खुसी छैन? मलाई अगाडिको दिन सम्झेर डर लागिरहेछ। अगाडिको दिन सम्झेर डर लागिरहेछ मान्छे त राम्रै छ त यार किन डर लाग्यो किन खुसी छैन त बिहेमा? बिहेमा किन खुसी छैन? मलाई अगाडिको दिन सम्झेर डर लागिरहेछ। अन्धकार त अन्धकार तर कुन खालको अन्धकार अन्धकार मुखमै भन्दै यार केटीको रुनु हाँस्नु भयो होला यार बधाई छ तपाईँलाई। पैसा खोजेको होइन? हजुर। केटी हाँसिरहेछ यार हान्नु नि हो अघि नै खुकुरी र खुर्पा दिइसक्यो मलाई त्यो टिपाहरूले के पैसा खोजेको होइन? हजुर। अघि नै खुकुरी र खुर्पा दिइसक्यो मलाई ए हान्नको लागि भनेर राति त्यो टिपाहरूले मर्ने भइरहेको थियो कस्तो भनेको खुकुरीले च्याम्मा लाग्यो तर बाइ द वे गाइज हामीसँग हाम्रो डियर पनि हेरिरहेछ सो प्लिज उसलाई पनि एक्नोलेज गर्नु होला है ऊ बिचरा हेरिरहेछ त मलाई हेरिरहेछ कि उसले उता हेरिरहेको छैन किनकि मेरो आँखामा मिम देखिरहेछ नि त होइन लेट्स गो दाइ कति भयो अब के भन्ने अब गरि नि रहेछ अलिकति ठग्नै पर्यो हैन फर नेपाली इज 2000 फर यु 5000 ओन्ली किन दाइ किन के गरिनी गरि नि यु नो व्हाई किन के गरिनी दाइ किनकि गरिनी दाइ गरिनी त भएन नि त प्लिज हामी हेर्न सक्छौँ भगवान छुट्टीमा होलान् दुधमा नुहाए होलान् र फुर्सदको टाइममा यो अनुहार बनाए होलान् के ठिकै थियो कम्प्लिमेन्ट वाज गुड जस तर केडी स्याड थियो यार कति राम्रो दृश्य एउटा हाम्रो स्क्रिनमा अहिले देखाएका छन् क्यामेराम्यानले खप्पी भाइ आइपिएल हेर्दाखेरि इन्डियन क्यामेराम्यानले खालि राम्रो राम्रो केटीलाई क्यामेरा एङ्गल गर्थ्यो नेपालमा पनि त्यस्तै रहेछ यार म नेपालको लाइक हेर्न भ्याएको छैन नि त मिम हेर्दाखेरि त्यस्तो लाग्यो क्यामेराम्यान कुनै पनि राम्रो दृश्य चाहिँ छोड्दैनन् त्यही भनेर नि। गरिएको छ हात खुट्टा मात्र डोरीले बाँधिदिन बाँकी बरु भन्नुहोस् मलाई के अत्याचार नगर्नुहोस् बाँधिदिन बाँकी बरु भन्नुहोस् मलाई कत्रो फिलिङ कडाएको थियो त यार आम्मा हेर त छक्का हान्दै गरेको अनि के अत्याचार नगर्नुहोस् यो चाहिँ हाम्रो दल ल्याउँदा यो चटपट पानी खाना डोन्ट मिस हैन अन्त पानी हाल्दिन पानी हाल्दिन वाउ हेर गाइज म नेपालमा छैन अहिले बाहिर छु नि त यो पानीपुरी देखेपछि पानीपुरी खान मन लाग्छ यस्तो भिडियो त नहाले क्या गाइज कस्तो भनेको खुवाइदिनु पर्नेमा भन। खुवाइदिनु पर्ने पानीपुरी दाइ यस्तो यस्तो फ्लडिङ स्किल ओ माई गड कडा हो कडा जन्सी नानेको मै होला नि जन्सी नानीको मै होला ठिक छ नेपालीलाई मान्नुपर्छ यार नेपाली कहाँ यस्तो नेपालीहरू कहाँ छ क्या ल मलाई त रुलै होला टाउकोमा त छिसी छाने भनेको लास्टमा त झुक्किया पो रहेछ त मान्छे म बिहे गरेर गएपछि हजुरको टाउको यसरी कसले मिसिदिन्छ नि बाबा ए बाबा र छोरीको कुरा हुँदैछ यहाँ सुन्नु है बाइ द वेज गाइज यहाँ मेरो साथी पनि छ यहाँ बसिरहेको छ हेलो हेलो वेट अ सेकेन्ड इज माई फ्रेन्ड इज अल्सो हाम्रो रियाक्सनमा उसको पनि साथ छ है इज गिभिङ मी कन्फिडेन्ट सो
यदि भिडियोलाई लाइक गर्नु मन छैन भने यो बियरको लागि भए पनि लाइक गरिदेऊ कस्तो क्युट छ लगाइ छ लेट्स गो बाउ छोरी कुरा हुँदैन क्वेसन कसले बुझिदिन्छ नि बाबा मेरो खराब पानी छ मेरो खराब तपाईँको बाउ त सेभेज रहेछ यार ल ठिक छ 6 आउट अफ 10 राजा अब राजा अहिले त घर जान्छन् हैन राजा अहिले त घर जान्छन् राजावादीहरूले है राजावादी क्यान्सर ठिक छ यार नेपालीहरू कडा भएर त जे होस् 9 आउट अफ 10 अब राजा साहब राजावादीको है अब ल लेट्स राजावादी हुन्छ भने यो बियरको लागि हो भने लाइक गर किन हुनुहुन्छ बाइकमा पहिला मेरो मर्जी अब राजा आएपछि त यस्तो नपाइएला नि त राजा आएपछि नगरौँला नि त र्याली देखाएर अब राजा आएपछि नगरौँला नि त पाइयो ल यति त जोस पाइयो यो मिम होइन यसलाई म लाइक रेड गरिदिएँ मिमै होइन यो मान्छेको कन्भर्सेसन र्याली देखाएर अवश्य पनि यो गणतन्त्रको गाँड त ल के त अन्त अरे ल फेरि भन त यो आजको यो र्याली देखाएर अवश्य पनि के त अन्त हल्यो यसले जाइन म त झुक्केर भनेको होला सोचिरहेको थिएँ जाइन जाने भनेको केही भन्नु छैन यार 10 आउट अफ 10 हाम्रो पल्सर हो भाइको नाम चाहिँ के हो रे हाम्रो पल्सर हो दाइको नाम के बाइकको नाम सुनेछ कन्फिडेन्ट 6 आउट अफ 10 मिम थियो नै हाँस उठेन मलाई 0 छोरीको लागि गर्दन काटिदिन्छु म काटिदिउँ हजुर घाँटी काट्यो तिम्रो लागि म जे पनि गर्छु आँसु आयो यार भर्खर ब्रेकअप भएको मान्छेले हेर्दैछ कि भिडियो इमोसन हुँदैछ यार यस्तो नदेख यार यस्तो धेरै भेट्छु तर म साँच्चै गर्छु 10 आउट अफ 10 तपाईँको बिहा भयो कि नै बहिनी हजुर बिहा त भइसक्यो श्रीमान कहाँ हुनुहुन्छ श्रीमान त मै हो श्रीमती घरै छ श्रीमान त माइती घरमा आउनु भएको छ आज के को लागि आउनु भएको छ हजुर कति ससुरालीमै बस्नु हुँदैन त राम्रो छ यार मान्छे आज के को लागि आउनु भएको छ हजुर कति ससुरालीमै बस्नु हुँदैन यो त भएन नि त यार यस्तो माइती घरमा पोर्ट्रेट गर्न आन्दोलन गर्न आइरहेछ होइन अनि यस्तो अलिक सिरियस हुनु गाइज प्लिज ल 10 आउट अफ 10 ब्रो रुद्रमती चोक कता हो यो के भने नि यो विदेशमा र त्यही काम खोजिदिनु भने जस्तो क्या काम नगरे मान्छेलाई सेम त्यही हो शेरबहादुर देउवा राणीको छोरा शेरबहादुर देउवा पिठा गए बिचाराले यो 5 चोटी 6 चोटी मन्त्री भएर नपुग्ने राणीको छोरा यस्तो मान्छे पहिलेदेखि थियो त यार किन पहिले नपिट्यो क्या अहिले पिट्नु पर्यो हामीले पिट्नु पर्ने जेन्जीले पनि पिट्नु पर्ने हो शेरबहादुर देउवालाई बोल्न नसक्ने भइसक्यो राणीको छोरा अझै पनि मन्त्री हुनु परेछ राणीको छोरा ओइ मेरो कान दुखायो यस्तो गाली सुनेर ल मलाई कहिले माया परेछ त छैन तपाईँसँग पर्छ होला यो बच्चाले धरि फ्लड हानिरहेको छ यार केटीलाई अहिलेको अल्फा जेनेरेसन त कसम भनेको नसकिने रहेछ यार पढ केटा हो पढ प्लिज बच्चा बुझेर पढ यार पढ्न थाल छैन तपाईँसँग पर्छ होला नाइस वान ताराबाजी लै लै कस्तो स्यावेज दिएको त मान्छेले यस्तो त हुनुपर्छ यार यति त हुनु पर्यो यार यति त नडराइकन भन्नुपर्छ यार म चाहिँ बाइकमा आउँछु है सरी तिम्रो हातमा भिजेको काँडा झिक्न तयार छु म हामी दुई बिचको डाँडा
खोइ के छैन मसँग दामी। यो होइन सानोमा म 10 मा हुँदाखेरि पनि लाइक यति त गरिनँ यार मैले तर यार मलाई गीत गाउन आउँदैन त म स्टेजमा गएर गीत गाइदिन्थेँ त्यही 2-3 वटा गीत गाइदिन्थेँ रिपिट के बोल्नु र अब प्रश्न भए पो उत्तर दिने हो त मनमा जे आयो मनमा के हिप 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 हुर्रे पिपी भुर्रे दामी 5 शर्मा ओलीज्यूले आफै भन्नुभएको थियो कि 10-15 हजार मान्छे आउँछ त्यो नेपालमा सामान्य कुरा हो लगायतका भाषण दिनुभएको थियो प्रधानमन्त्रीले नै यो कार्यक्रमलाई सामान्य भनिरहँदा यो गोली चाहिँ कहाँबाट आयो प्रधानमन्त्रीजी यो प्रश्न सोध्ने किन सोध्ने यो ग्यास सुँगेर हेर त तिम्रो फेरेका दुईटा मृगौला कति छिटो ड्यामेज हुने रहेछन् त्यो बेलामा मैले धेरै साउन्ड इफेक्ट गर्नु पर्थ्यो क्या पाँ गरेर हान्ने अन्तिममा पटक भनेको जुनियर मान्छेलाई नबताऊ भन्नु थाहा छ मैले हेरिसकेको जापानको सबसे फेमस ब्रान्डको नाम लिन्छ यसले अब तर संसद भवनमा लिनु भनेको त लाइक के इज्जत रह्यो पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो ठुलो भएर के भन्ने फ्युचरमा मेरो भान्जा नि यही भन्छ यार कसम भनेको के भन्छु भन्दाखेरि म गाडी कुदाउँछु होइन अनि सानो हुँदाखेरि पनि लाइक सिरानी 2टा लिन्थ्यो अनि आरीलाई राख्थ्यो अनि कुदाउँथ्यो गाडी अहिले के गर्छ थाहा छैन यहाँ इशान कर्नर देखिरहेको छु मैले अब यस्तो त अब हेरास हुन्छ यस्तोलाई बिल्ला हान्नु भने त कसम भनेको किन हाँस्थिनँ म गाइज मेरो कपाल के हुँदैछ मेरो कपाल यसो पालौँ भनेको होइन बट पाल्ने चाहिँ हुँदैछ क्या यो मिम किन मासु खानु हुँदैन हो सुँगुरको सुँगुरको मासु खानु हुँदैन गाइज मैले कोरिया आएर एकचोटि पनि सुँगुरको मासु खाएको छैन कसम भनेको म खान्न पनि यो लो सक्यो 2टा लाइन गेम ओभर तँलाई कुन पार्टी मन पर्छ मलाई बर्थडे पार्टी मलाई पनि बर्थडे मलाई तेरो गर्लफ्रेन्डको खबर के छ उसको त कुरा नगर्नु दादा जो रामले देख्थे त्यहीलाई मुन बोलाउन थालिहाल्छ अहिले के रे यस्तै छ यार भाइ तिमीले धेरै अगाडि नै गेस गरिसकेछौ अहिले केटी पनि यस्तै छ मैले यो फुल हुन्छ नि राम्रो मान्छेलाई दिन ल्याएको थिएँ के गर्नु छ भाइ तिमीले जे भन्यो त्यही भयो लास्टमा जसलाई हेऱ्यो त्यसलाई मन पराउँदैछ लेट्स गो बाखुरेले उडाइ लग्यो बाकी अब के नै रह्यो ला कुकर तर यार रेस्पेक्ट त मान्नुपर्छ यार कुकर मुनि राखेर भए पनि 2टा हातले नमस्ते गर यार पहिले म पनि त्यस्तै गर्थेँ यार के सामान लिनु गइरहेको भने त कोही मान्छे आयो भने त सामान राखेर नमस्ते गरिदिन्थ्यो क्या त कुकरमा त के हो के नाम के हो युवराज शाह युवराज कति क्लास पढ्छस् 1 अनि सुन्न बगैँचामा के छ रन्डी चण्डी फुलहरू भन्नु पर्यो नि त भाइलाई भाइ यस्तो नभन अनि उसले भिडियो खनेर हालिदिने के छ रन्डी चण्डी फुलहरू यो आइडिया किन आएन यार मलाई एटिएम अगाडि गरिदेऊ भन्न Who are you? Why not are you subscribing my channel, guys? रातिको 11 बजे 12 घण्टा काम गरेर आएर भिडियो रेकर्ड गरिरहेको छु तिमीहरूको लागि कसम भनेको and you guys are fine. Can you give me answer? Inspires you as an actor to keep acting in the Nepali movie industry? Who is fine? Because त्यति हो Stop.
माई भनेको नेपालीमा के हुन्छ मेरो हजुर माई भनेको के हुन्छ अरे नेपालीमा तपाईँको दामी नि बच्चादेखि स्याबेज रहेछ फुच्चे यो फुच्चे त कसम भनेको मलाई केटाहरूले रिसाउँदाखेरि भिडियो हालिदिन्थ्यो क्या आधी काटेर के गर्यो केटा हो तिमीहरूले त्यतिखेर तर यार म त्यतिखेर लाग्थ्यो कि यो फुच्चेलाई यस्तो गाली सिकाउने इन्भाइरोमेन्ट कस्तो थियो होला क्या ल हाँस होला एक टाइममा हाँस्छ पनि उठ्छ यस्तो बच्चाले गाली गरेको कुल नभन्यो भने हामी त अब के त होइन आफ्नो मान्छे होइन हाँसौँ छ होइन बट सोच नै भाइ कस्तो इन्भाइरोमेन्ट छ होला यो मान्छेले बच्चाले नसुनिकन केही सिक्दैन अनि कस्तो सिकिरहेछ क्या हा गाइज गाह्रो छ लेट्स गो लाटा हुनु हुँदैन है टेरिका तिमी त खतरा रहेछ नि हौ है ओ भाइ नेपालीमा लाटा भयो भने मान्छेले हेप्छ है फुल लेख त फ लेख पहिला फलाई फु गर फलाई फु गर फु अरे बच्चा बुझ्यो क्या सिम्पल क्या आजदेखि तपाईँको छोरी लिएर आशीर्वाद गर्छु ठुलो मान्छे हुन त्यो बच्चाले पनि जे हुनु त्यो सिक्छ नि त बच्चाले ल आशीर्वाद दिन्छ ठुलो मान्छे हुनु भन्छ उसले पनि त्यही हान्थ्यो छुट्टीमा पनि एकछिन पढ्नुपर्छ त हो त क खरायो ए ल मलाई तयार छु कृष्ण ल्याउन तयार छु चर्ती कला होइन यो कला हो के कला हो ल हेलो गाइज दिस द थिङ होइन कस्तो भिडियो रियाक्सन फर्स्ट रियाक्सन थियो तिमीलाई कस्तो के मनपर्छ होइन इफ यु आर लाइक माई फ्रेन्ड फ्यामिली हु आर वाचिङ दिस प्लिज लाइक कमेन्ट जे मन लाग्यो त्यो कमेन्ट गर एन्ड लेट्स इन्टरेक्ट लेट्स सी यु इन द भिडियो लेट्स सी यु इन द फ्युचर बाई गाइज